जुनियर गाडी है यो भइसक्यो। सो यता हाम्रो यस्तो जाम परिरहेको छ है अनि यो गाडीले चाहिँ यस्तरी बिचमा लिएर कोदिएको छ गाडी चट्टा हो भन्ने क्या हाम्रो गाइज वेलकम ब्याक टु द न्यू ब्लग है। र हिजो चाहिँ हामी धनगढदेखि काठमाडौँ पुगेको थियौँ र आज चाहिँ हामी यहाँदेखि फर्किरहेको छौँ है। अहिले चाहिँ यता हेर्न सक्नुहुन्छ चट्ट टाइम पनि तपाईँको अहिले 9-10 बजेर आएको छ र हाम्रो चाहिँ टाइम छ 4 बजे। 4 बजे हामी यहाँ बसपाटदेखि निस्किने नम्बर उठाएर। सो अब चाहिँ हिजोदेखि गाडी यतै छ ग्यारेजमा टक्क चिल पारमा होइन गाडी साडीहरू सब भइसकेको छ सरसफाइ यताउति। सो अब चाहिँ यतादेखि हामीले निस्किने हो। अब चाहिँ गाडी स्टार्ट गरेर यता के भन्छ यो त्यो हावाहरू पनि सब मेन्टेन गरेर अब हिँड्ने यहाँदेखि गाडी निकालेर चट्ट ट्र्याकमा लगाउने। सो अब मिल्छु अब एकछिन पछि है ल। गाडी पनि स्टार्ट गरिसकेको छु र अब चाहिँ हेर्न सक्नुहुन्छ यता यो अब हावाहरू होइन भरिन्छ क्या अब तल यता चट्ट रेस्ट गरेर चट्ट रेस्ट चाहिँ छान्ने अनि चट्ट हावा भन्ने क्या त्यतिकै रेसहरू हान्ने अनि यो हावाहरू आफै भरिन्छ क्या। सो अहिले 11:10 भइरहेको छ 11:10 र हाम्रो चाहिँ गाडी ट्र्याकमा ल्याइसकेको छु र यता पार्किङ लगाइरहेको छु। यता हेर्नु यत्रो लामो लाइन छ। यता मुस्ताङ कसम यो गाडीको नम्बर चाहिँ मलाई बबाल लाग्यो क्या तर भन्नु पर्दाखेरि है ल यो गाडीको नम्बर क्या G2K2222 5वटा 2 के लभली नम्बर। हाम्रो त दिपेश दाइ है अर्को ब्लग ल हिजो दाइसँग आएको र आज दाइसँग फर्किने होइन। टक्क हाम्रो गाडी पनि अब ट्र्याकमा आइसकेको छ 4 बजिरहेको छ र हाम्रो गाडी अब होइन ट्र्याकदेखि निस्केर अब नम्बर उठाएर हामीहरू हिँड्ने यतादेखि हाम्रो दिपेश दाइ गाडी लिएर आउँदै हुनुहुन्छ। सो हेर्नु पास लाइट पनि दिइसक्नु भयो अहिले एकदम स्वाटला ओइ रो दाइ ल हाम्रो A1 भेटी सोफा 3:30 बजिरहेको छ र हामी 4:30 बजिरहेको छ र हामी हाम्रो यात्रामा अब अगाडि बढिसकेको छ काठमाडौँ टु धनगढी दिपेश दाइ। त्यस्तो होइन अब हेरे हो अब गाडी काठमाडौँ हिँड्ने मेरो कलङ्गी बस्नु गाडी है यो भइसक्यो। 1500 दिया भन नि त 1500 दिया भन नि त आशा भन कलङ्कीमा बाबा पेट्रोल पम्प निर छु म
दक्षिण झरा भन अस्ति तिमीलाई माया पुरैमा नरिसाउन सानो कुरैमा नरिसाउन गाजुला उम्कन उही मुलाको सिन्की उही मुलाको जना उही मुलाको जना जन्म परे खपुली उम्किएर जना आँटेको चाहिन्छ महगरे हात चाट्न पाइन्छ उही मुलाको जना रोक्नु भन्नु न मिलाएर कहाँ लिइरहेको छ हौ यो जानु न के भयो कहाँ आउँछ हो उही बाइकवाला आउँदैछन् त्यही माथि कहाँ छिर्छ हो यस्तो पाँचलाई ढालेर आज अगाडि गाडी त राम्रो सो गाइस फाइनली हामी नास्ता खान पुगिसकेको छु है यता टाइम हेर्न सक्नुहुन्छ नास्ता खान पुगिसकेको छु यता नास्ता खाएर यता जाम लागेको छ यता यस्तो जाम परिदिरहेको छ है यो होटल छ अनि चट्ट हामी यहाँदेखि निस्किने है
यता हाम्रो ड्युटीलाई हेर्न सक्नुहुन्छ रातिमा यस्तो देखिन्छ है र यता अगाडि जाम लागेको छ सो यता हाम्रो यस्तो जाम परिरहेको छ है अनि यो गाडीले चाहिँ यसरी बिचमा लिएर कोदिएको छ गाडी हाम्रो यता सबैलाई आफ्नो कार्यक्रम हुँदैछ दाइ चाहिँ यता लाइभमै बस्छ दाइको लाइभलाई सबले सेयर गरिदिउँ है सक्दो युट्युबमा जति हेरिदिउँ थ्याङ्क यू मेरो भाइ ल हाम्रो यता पुस गर्दै हुनुहुन्छ ल पुस गर्दै युट्युबमा के भनिदिनु पऱ्यो ल 2-3 शब्द आदरणीय मेरा यत्रो महानुभावहरूलाई म एकदम राम्रो सेवा सुविधायुक्त बसमा सेवा सुरक्षित गराउने छु मेरो गाडी यात्रा गरिदिनु होला प्लिज फोन नम्बर भनिदिनु मेरो मोबाइल नम्बर 9868780181 ल थ्याङ्क यू ल गाडीको भाइरको पनि लुक्सहरू देखाइदिउँ म हेर्न सक्नुहुन्छ यस्तो छ कि भित्र त अहिले पेसेन्जर छन् ल हेर्न सक्नुहुन्छ दिस इज आवर बस अब भित्र चाहिँ देखाउनुहुन्थ्यो अब होइन भित्र चाहिँ पेसेन्जरहरू छन् अब भित्र चाहिँ पछि देखाउँला यहाँ जाम भन जाम छ अग्नि ओए कहाँ ल्याउँदैछ हो यो भाइ काठमाडौँबाट जाँदैछु हेर्न अहिले बिजोग छ अवस्था जाम 9 विषयमा जाम छ भाइ के को जाम हो शुक्ला फाटा हो त्यो महाकाली हो त्यो जामको कारण यो रहेछ मिनी बस ट्रक बिग्रेर अब साइडमा लिएर होइन ट्रक बिग्रेको रहेछ मेनमा चाहिँ एम्बुलेन्सहरूले साइड लिएर आएको छैन मेन प्रब्लम चाहिँ तपाईँको गाडी चलाउँछ फुल गाएर मात्रै पागल अनि पछाडि धनगढी हाम्रो पश्चिम सुन्दर सुदूरपश्चिम पछाडि खाली थियो अनि बसाइदिएको पछाडि हाम्रो यता गाडी है जाममा परेर देख्यो भने खप्का शब्द चलाउँथ्यो पहिला खप्का डिल खप्तड त्यो सबभन्दा पुरानो हो त्योबाट अरू त उतापट्टि डबल डबल हजार सो हाम्रो यता 45 मिनट जति हामी जाममा परेर अहिले निस्किरहेको छौँ है अब यता अगाडिसम्म हेर्न सक्नुहुन्छ जाम चाहिँ धेरै अगाडि छ क्या एउटा ट्रक बिग्रेको रहेछ अनि एउटा मिनी बसले चाहिँ रङ साइडबाट पेल्न खोज्दा अनि जाम परेको हो मेन त्यो हो यहाँदेखि हामी 8 बजिरहेको रहेछ अब 45 मिनटै जाम पऱ्यो भनौँ अहिले र यता हाम्रो पुष्कर दाई अहिले हाम्रो स्टेरिङमा हुनुहुन्छ है हाम्रो दिपेश दाई चाहिँ अगाडि गएर चट्ट चिल हान्दै हुनुहुन्छ ल है यता चाहिँ डान्स हानिरहेको छ ल ठिक छ ल रकेटले रोक्यो रकेट रे कहाँको हो यो रकेट
दाउन्नेमा जाम परेको हिँडिरहेको गाडी
सिधा गएपछि पोखरा यतादेखि र यतादेखि धानगढी नेपालगञ्ज कोलपुर पुगिने रोड बाटोको अवस्था हेर्न सक्नुहुन्छ है नेपालको त पुग्ने गाडी दायाँमा किन ब्रेक गर्न दायाँमा भाग्न छ अनि जान्दैन त्योमा ट्रान्सफर कहाँ जाउँ ल भन्दैन ल भाइ ल कहाँ जाउँ ल भनेर होला नि मान्छे लगा भन्नु जय भोलेनाथ सोधा बिहान हामी नास्ता गर्ने हामी चाहिँ नास्ता खाने ठाउँबाट हिँडिसकेका छौँ अब काठमाडौँ का लम्बा रुटा सुना भानु कि सुना भानु कि सङ्गीतको धुना भानु हाम्रो दिवेश दाइले सबैले सपोर्ट गरौँ है टिकटकमा जति हाम्रो हेर्दै हुनुहुन्छ युट्युबमा भन्ने काम मात्रै हो खालि यसमा चाहिँ 0.2 छैन क्या 5 छैन क्या अरू सब हेर न क्वालिटी दामी देखिरहेको छ दामी छ
पुस गर्दै भाइरल अब युट्युबमा ल हाम्रो अङ्कल अस्ति पनि हामीसँग आउनु भएको है आज पनि हामीसँग फर्किँदै हुनुहुन्छ काका धनगढी काठमाडौँ बर्दिया राष्ट्रिय चेक पोस्ट एन्ट्री गरिसक्यो हामीले बर्दियामा यस्तो छ बाहिरको भ्यू हामी अहिले बाउमा देखिन्छ कोही मोटा मोटा पर्दा देखिन्छ देखियो शिकारको ताकमा छ न 8 भएको छ लाउनुहुन्छ न हामीले अहिले चेकपोस्टबाट तरकारीहरू लिएको अगाडि छोड्नुपर्ने चाहिँ अगाडिको चेकपोस्टमा यता चाहिँ आफ्नै दुनियाँ जाने केटाहरू अल्लाह बुद्धि की गद्दा छ तेल बचाउनेहरूलाई हो के भन्दैछ खुस गर्दै पानी पुगेको आए लगभग 1-1.5 घन्टा जाममा परेर है कर्णालीको तिरमा बाटोमा चाहिँ यस्तो नगरिदिउँ है गाडी घोडाहरू चल्दै हुन्छन् सवारी धपाइदियो न यार गाडीको बाटो त बनाइदेऊ यार यताउता धपाएर के भन्दैछ अहिले मान्छेहरू सो हामी यता पुग्न लाग्छौँ है धनगढीतिर फाइनली हामी यता पेट्रोल ठाउँमा पुगिसकेको चाहिँ पेट्रोल पम्प धनगढी अब थोरै छ डिजल सिजल हालिदिन्छौँ यहाँदेखि चट्टै भाइरलै बनाउनु पर्छ भाइरल अब
अहिले 12 बजिरहेको छ। 5 बजी अब पुगिसक्यो अब होइन। हिजो 4 बजी हिँडेको हामी 4:30 5 बजी भनौँ न 5 बजी हामी निस्केको कलङ त्यहाँ बस पार्कबाट र 5 बजी निस्केको हिसाबले अहिले 12 बजी पुगिरहेको छौँ। अनि हिजो जाममा पनि पढ्यो भाइ यता निन्द्रा लागेर एकदम हैरान छ है केटाहरूलाई। हाम्रो दाइदिनु चाहिँ अनि चट्ट बत्तरी पुग्यो अब धनगढी हजुर हजुर ठ्याक्कै लोकेसन पुरानो यातायात अहिलेको यातायात जाने बाटोमा धनगढीको बसमा एकछिन टाइम लाग्ने नै हो। धनगढीमा मान्छेलाई छोडेर पनि फर्किसक्यो है। गाडी पुरै खाली भएको हो। यो कहाँ आज त नम्बर रहेको नम्बर